हेलो गाइज, वेलकम छ मेरो गाब्रिएल किङ युट्युब च्यानलमा। यो चाहिँ बिपी हाइवे घुमाउने भन्ने ठाउँमा बाटो यहाँदेखि पारीसम्म नै छैन। बाटो बनाउनलाई भइसकेको छ। यता लोडर पनि बिस्तारै यता पनि 2-4 दिनमा बाटो खुल्ला हुने सम्भावना छ। अहिले हालसालै चाहिँ पूर्ण रूपमै बन्द भएको छ। देख्न सक्नुहुन्छ बाटो पुरै नै छैन। यहाँदेखिको बाटो चाहिँ हेर्न सक्नुहुन्छ। लोडर पनि आइसकेको छ। दाउराहरू टन्नै रहेको छ। बिपी हाइवे अहिले यस्तो छ, बगरै बगर देख्न सक्नुहुन्छ। यस्तरी ढुङ्गामा हिँड्नुपर्ने छ। खोला अहिले पनि यहीँसम्म नै छ। यो खोला फर्काएर अनि मात्रै बाटो बन्छ। यता चाहिँ पुरो पोखरी रहेको छ। मान्छेहरू आउने क्रम भइरहेको छ। हिँडेर पनि काठमाडौँ जाने क्रममा उताबाट नि मेसिन आएको छ। त्यहाँबाट 2-4 दिनमा नै छिटो नै खुल्नेछ बाटो। देख्न सक्नुहुन्छ कुनै रोड केही नै छैन। वारीदेखि पारी यतातिरबाट छ। यस्तो जोखिमपूर्ण रूपले नक्सा काट्न बोकेर आउनु परेको छ। आशा छ छिटै बाटो खुल्छ।